हे गाइज, आज हामी नन्दा भाउजू है गिफ्ट एक्सचेन्जिङ गेम खेल्दैछु। ल सुरु गरौँ है त। सुरु गरौँ। कुन कलर? हजुर भन्नु। म भन्नु येलो कलर। हेलो रेडी 1 2 3 गो। मैले कप ल्याइदिएको छु यस्तो क्युट वाला। अब नानीसँग खेल्छु भने डल ल्याइदिएको छु भाउजूलाई। मैले चाहिँ यो कप ल्याइदिएको। कफी मज्जाले बनाएर खानु, कफी चिया मन पर्छ, मज्जाले बनाएर एक कप बनाएर खान्छु। मलाई मेरो लागि ठिक लाग्यो। तिम्रो लागि दिदीले यो ल्याइदिनु भयो। थ्यांक यू दिदी भन। वेलकम बेटा। अब मेरो पाला। भन्नु। ओरेन्ज कलर ओ दामी। मैले फेरि यस्तो थटफुल के सामान ल्याएको छु। पुरै 1 2 3 गो। के यो गाजर। ओरेन्ज कलरको गाजर 1 केजी ल्याइदिएको छु। एक झोला। हेल्दी हुनु पर्यो, बाहिरको जङ्क फुड खाएर भएन। यो गाजर खाने, जुस बनाउने, यतिकै खाने। मैले चाहिँ भाउजू प्रायः चिया खानु न, त्यो कफी खानु। मैले कफी ब्लेन्डर ल्याइदिएको छु। गाइस थ्यांक यू गाजरको लागि। म आजदेखि यो गाजर खान्छु मिक्सिङको लागि। अब कसको पालो? मेरो पालो। व्हाइट कलर। व्हाइट 1 2 3 मा है। 1 2 3 मा भन्छु। ल 1 2 3 गो। फिनेल घर मुस्नला काम लाग्छ। के लिएको यो? मैले सबै नानीको लागि यो भगवान गेम खेल्नु भएको छ। मसँग सामान आउँछ नानीको लागि। वाइस लिएर आउनु भएको छ। भाउजूलाई धेरै युजफुल हुन्छ भनेर मैले धेरै प्रोडक्टहरु ल्याइदिएको छु, युजफुल चिजहरु। गेम खेलेको मसँग सामान छोरीलाई त्यही पनि थ्यांक यू। म आजदेखि नै गाइज यसले घर सफा पार्छ ल। व्हाइट फिनेल। थ्यांक यू सो मच भाउजू। वेलकम। छोरी थ्यांक यू भन दिदीलाई, तिम्रै लागि सामान आइराछ धेरै त यहाँ। थ्यांक यू बेटा। वेलकम बेटा। ल भाउजू मैले भने त मैले व्हाइट भनेको। ए हो। म त्यसो भए ब्ल्याक। रेडी 1 2 3 गो। मैले चाहिँ ब्ल्याक यही देखेँ दोकानमा, यही उठाएर लिएर आएँ। भगवानले थ्यांक यू। दुईवटा भयो, केही छैन। अहिले सँगै बसेर पकाएर खानुपर्छ। अब मेरो पालो। अब पिङ्क कलर। अब पिङ्क। रेडी ल 1 2 3 गो। मैले कति सोच्दा गरेर सामान ल्याएको छु हेर्नु गाइज। अब पिङ्क प्याड ल्याइदिएको। मैले चाहिँ गाइज कसै श्रीलाई टिका लगाएर पैसा दिन्छ अनि दक्षिणा राख्न ल्याइदिएको। अगेन श्री फेरि पनि श्रीको लागि सामान आयो, मेरो लागि आएन गाइज। अनफेयर भयो, एकदम अनफेयर भयो। थ्यांक यू सो मच। प्याडको लागि थ्यांक यू सो मच। अब हजुरको पालो। मेरो पालो। मेरो लागि सामान आउँदैन छोरी, तिम्रो लागि मात्रै आउँछ। ल अब चाहिँ हजुरको लागि। ल अब चाहिँ रेड कलर। ल 1 2 3 गो। मैले हजुरलाई टेडी ल्याइदिएको। मैले चाहिँ यही हो घरमा सोपिस ल्याइदिएको। दादा र भाउजू भनेर सोपिस ल्याइदिएको घरमा। यस्तो हेरेर जहिले मेरो याद आओस् भनेर नन्दले दिएको भन्ने ल्याइदिएको मैले। थ्यांक यू। अब घर बन्दैछ, त्यसमै राख्नुपर्छ सोचा। थ्यांक यू सो मच। अब मेरो साथी है अबदेखि हो गाइस। थ्यांक यू। यसको नाम मैले अब रातो परी राखेको। रातो परी। अब मेरो पालो हैन भन्ने। अब लाइट ब्लू। स्काई ब्लू। ल मार्नुहुन्छ ल भाउजू। 1 2 3 गो। मैले डाइपर ल्याइदिए गाइस। हे भगवान, मैले डाइपर ल्याइदिए। मास्क ल्याइदिएको यति मजाले झन् प्याकेटै मास्क लिएर आएको। हे भगवान, सबै मलाई चाहिँ खोइ सामान। मैले श्रीको लागि भनेर डाइपर ल्याइदिएको गाइस। सबैको साइज तिमी र फुफु भएर खेला, म चाहिँ झर्दिन्छु अब यहाँबाट। सबै सामान श्रीको लागि आइरहेछ। ल थ्यांक यू सो मच। अब यो धुलोहरुमा बचाउनलाई म्याक्स थ्यांक यू सो मच। मास्क मैले यति सोचेर झन् यस्तो राम्रो सामान ल्याइदिएको छु। हजुरको पालो मैले स्काई ब्लू हाल्नु भनेको। ल अब म भन्छु पर्पल। ल म अब डार्क ब्लू। हजुर डार्क ब्लू। ल 1 2 3 गो। ओइ सेम मेरो भाउजूको हार्पिक।
टोयलेट सफा गर्ने सर्ट पनि लाउने यो चाहिँ लुगा सफा गर्ने टोयलेट सफा गर्ने भन्न यो पनि मेरो लागि होइन सरको लागि मेरो लागि त केही ल्याउनु भएको छैन उनले पनि सरको आफ्नो दादाको सर्टमा निर्लाइदिनु हार्पिकको लागि मरे म हाँसेर ओ माय गॉड पर्पल कलर ल पर्पल कलर ला मेरो पर्पल कलर खेल्छ कहाँ छ उ परे परेछ ल भयो रेडी 1 2 3 गो मैले थर्ड मैले थर्मस ल्याएछु गाइस अब जाडो छ नि त तातो पानी खानलाई मैले आइरन ल्याइदिएको यस्तो लुगा थ्याङ्क यू सो मच यो चाहिँ जयको लागि होला यसो आइरन लाएर जयलाई चिटिक्क पारेर अफिस पठाउने थ्याङ्क यू सो मच भाउजू अब पनि अब ब्राउन कलर ब्राउन ल 1 2 3 गो क्युटी म चाहिँ गणेशजी ल्याइदिएको छु गाइस कस्तो क्युट कप ल्याइदिएको यो दहीहरू खानलाई यसो सर्भ गर्नलाई मैले चाहिँ भाउजूलाई गणेशजीलाई भाउजू गणेशजीको भक्त हो त्यही भएर थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच भाउजू क्युटी बर्थडेको लागि अब मेरो पालो भयो ल गाइस बिचमा एउटा इस्यु भएको थियो एउटा सल्भ भयो अब एउटा मात्रै कलर बाँकी छ कसको पालो हजुरको पालो मेरो पालो ल अब ग्रीन ल 1 2 मैले चाहिँ घरमा यस्तो कक्रोच सक्रोच आउँछ बेगर ल्याइदिएको यस्तो मजाले चिन्ने गर्नु घरमा कक्रोच आउन नदिनु अनि यो चाहिँ के हो यो गेम भदैनीसँग खेल्नु मसँग होइन खाली भदैनीलाई ल्याइदिएको छ पट गरे ल्याइदिएको छ यहाँ मैले अस्ति यसो सोचेँ के लाग्दैन के लाग्दैन यसो सोचेँ पट थिएन अनि पट ल्याइदिएँ गाइस थ्याङ्क यू सो मच बेगर स्प्रेको लागि यो सुधा जोडेर खोलिवरी ल्याइदिएको नि पुरै प्याकेज गर्दा अप्ठ्यारो भयो क्या सामान ल्याउनु त्यही भएर ल यति नै हाम्रो गाइस कस्तो लाग्यो के लाग्यो भनिदिनु होला कमेन्टमा थ्याङ्क यू सो मच बाई बाई